भोट हाल्ने विचार के छ? भोट चुनाव आउन आएको नेतामा आइदिया घरौडा भोट कमी हाल्यो नेपाली। अब तँले देशबाट आई छोराले घुन्टीमा हाले भने अथवा घुन्टीमा हाल लागि ए घन्टीमा नेपाली भोट परिवर्तन हुने हो परिवर्तन हुने हो उहाँमै हाल्ला सकेपछि आँखीले ढेकेपछि चुनाव आइसकेपछि अब भोट कहिले आउँदै नेपाली? कहिले दिने आओ बढी जसो काठमाडौँ टिकट लग्यो घन्टीमा सरकार थियो म गया हौ नेपाली भोट परिवर्तन घन्टी हुने हो। तिमीलाई के छ विचार? कमी हाल्यो भोट? घन्टीमै दिइ थोला नेपाली घन्टीमै ल नेपाली भोट कमी हाल्ने विचार छ बुझै? अब भुनी त हाल्या जम्मै हाल्यो भने उहीँ हाल्नु म के जानु कमी हाल्ने कमी देशै फोन गर्छ कि के भन्नु आएको देशै फोन गरेर? घुन्टीमा हाल्या आमा भने हो ए घन्टीमा नेपाली भोट ल त्यहाँलाई बन्न गराउँछ। भोट हाल्ने विचार केमा छ? के भन्नु आयो घर घुन्टीमै बाबुले ल घुन्टीमा पनि हाल्यो यहाँ हाल्यो नेपाली घन्टीमै नेपाली घुन्टीमा चुनाव आइसक्यो अब चुनाव नजिकै सक्यो अब यो भोट दिने विचार कसलाई छ त? अब के छ विचार? 10 वर्षसम्म जिताउनु भयो अब कहिला दिउँ नै बाल्नु भयो दिना यहाँ थकिसक्या बचपनबाट फुट यो भोट हल्ला ढोसलाम सबै गर्छन् गाउँको आएको सही सुविधा हामी गरिबलाई थक्दैन हाम्रो रोड बनाएको छ न बाटोघाटो बनाएको छ न त हामीलाई सही सुविधा छ हामीलाई गहुँ चामल दियो पनि भनेको छैन हामीलाई खाना लाउनलाई पनि दियो भनेको छैन केला भनेपछि हाम्रो जनतालाई बाटोघाटो सुधार हुनु पर्यो हाम्रो घर बस्ती पनि जान लागेको छ घर बस्तीमा हाम्रो बाल्नु पर्खाल हालेको पनि छैन हाम्रो रोड पनि दिएको छैन हाम्रो बच्चाहरूलाई हिट्टालाई तकलिफ भएको छ के छ भने चाहिँ हाम्रा गाउँमा सही सुविधा रोड पिच गरिदियो भनेपछि एगो हामीलाई गाडी चाहियो हाम्रो बच्चा म खाइ भोग्यो गरेर अतास पतास गरेर लगाउन लागेको छु त्यही गुनासो छ यिनले त मैले के गर्दा सकेन हामी यिनलाई दिन पनि दिँदैन घन्टीको हामीले राया पनि छैन अब यो सब देशभरिका अब जनताहरूले हामी अब 3 करोड जनता भन्न छौँ सुनेको छु देखेको छु त्यही अनुसारले हामी अब घन्टीमा आइदिने भन्ने कुरो लागेको छु अब कतिको के हो सही सुविधा अब युवा नेताहरूले हामीलाई दिनु पर्यो सच्ची हो हाम्रो खानु लाउनु हाम्रो ऋण दान गरिब हामी पालो भने छैन कि हाम्रो बाटोघाटो सुधार दिनु पर्यो इमान्दार साथले हामी हल्ला छौँ इमान्दार साथले हामीलाई सही सुविधा दिइदिनु पर्यो तर हामी थकियो हामी अब कसैलाई दिने पनि नै यो चान्स हामी घन्टीलाई दिने भन्ने हाम्रो सोच भएको छ भरोसा छ नेताले तौदु पर्यो रोटीलाई पनि तौदु पर्यो अब काहीँ सेतीलाई पनि तौदु चुनाव नजिकै छ अनि के छ त गाउँको विचार? भोट के छ योपालि? यो गाउँको विचार त के छ मलाई त अहिलेसम्म हिसाब गर्दाखेरि थाहा छैन तर मेरो विचार भने जय देश जय नरेश जय घन्टी योपालि घन्टी भोट परिवर्तन घन्टी त आयो त्यही त पूर्वबाट